Hi everyone, welcome to my mini vlog. Am I pretty as you know, but you can call me as Tulips, okay? I'm going to make vlog अनि म चाहिँ एकदम एक्साइटेड छु क्या अनि टक 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 पारामा भ्लग बनाउनलाई चाहिँ निस्किराखेको अनि यो चाहिँ मेरो फर्स्ट भ्लग हो। मैले पहिला पहिला पनि धेरै बनाएको थिएँ हैन, तर पोस्ट गर्नलाई चाहिँ मलाई एकदम लाज लाग्छ क्या, मलाई आइडियाहरू छैन अनि म चाहिँ मेरो ड्रेसहरू देखाइराखेको छु हैन। यो लङ टाइम भइरहेको थियो यस्तो आफ्नो कल्चर ड्रेसमा सुरा लगाएर टक्क नबनाएको चटपटेवाला भिडियोहरू नबनाएको धेरै भइसकेको थियो क्या। अनि म चाहिँ थिङ्क गर्दै थिएँ कि लेट्स मेक इट भनेर चाहिँ हैन। अनि म चाहिँ रेडी भएँ अनि एकदम एक्साइटेड थिएँ क्या, म एकदमै एक्साइटेड थिएँ भिडियो बनाउनको लागि चाहिँ हैन। अनि पुरा हेर्नु नि, तपाईँहरूले नि हेर्न सक्नुहुन्छ हैन, एकदम चटक मटक पारेर चटक देखाउँदै अनि लिफ्टमा बसिराखेको थिएँ हैन। अनि आफूले फुल सुट पनि गरेँ, मेरो यो चाहिँ फुल गेटअप। अनि म चाहिँ नाटक गर्दै थिएँ, बाहिर मान्छेहरू चाहिँ क्या, मलाई कस्तो लाज लाग्यो कि मान्छेले उभिएर हेरिराखेको रहेछ। अनि बाहिर निस्के लोकेसनहरू चाहिँ म तपाईँलाई देखाउँछु हैन। म चाहिँ धेरै टाढा गइनँ क्या, एकदमै घाम थियो नि त, अनि त्यही भएर चाहिँ म नजिकको लोकेसन चाहिँ हेर्दै थिएँ कहाँ बेस्ट हुन्छ भनेर। म प्रायः जस्तो चाहिँ माथि एउटा पार्क छ हैन, त्यहाँनिर भिडियोहरू बनाउने गरिराखेको थिएँ। अनि एकदमै गर्मी भएको कारणले गर्दा चाहिँ म त्यहाँ जान्न भनेर सोचेँ हैन। अनि त्यसपछि यतैतिर आफ्नै घर वरिपरि लोकेसन हेरेँ, त्यहाँनिर धेरै ठाउँहरू छन् क्या राम्रो राम्रो। अनि त्यही भएर चाहिँ नजिकै नै बनाउँछु, एकदमै घाम छ नि त, हेर्न नसक्ने आँखा नै पुरै घामले यस्तो ब्लक्कै हुने जसरी घाम लागेको थियो कि, एकदमै चर्को घाम लागेको थियो। अनि त्यही पनि लेट्स मेक इट भन्दै चाहिँ म हैन टक्क निस्क्यो घाममा। अनि त्यसपछि लोकेसन चाहिँ पुग्न लाग्यो क्या, एकदम नजिक छ, 2 मिनटको बाटो। अनि त्यहाँनिर पुगेँ, चट्ट लगाएर घाममा टुई 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 टु ठुमुक पार्दै हिँड्दै नाटक पार्दै चटक पार्दै हैन। अनि त्यसपछि म चाहिँ यहाँ माथिबाट गएर वहाँ माथि बनाउने गर्थेँ क्या पहिला पहिला। अनि घाम भएर चाहिँ यसो हेर्दै थिएँ नि, यहाँनिर चाहिँ स्याडोहरू रहेछ, अनि यहीँ बनाउँदा चाहिँ बेस्ट हुन्छ भनेर सोचेँ। यताउति हेरेँ हैन, सुरुमा त सुनसान थियो, ल यहाँ बनाउँछु भनेको त मान्छे त आएको आएँ। म फेरि एकदम लाज लाग्छ है मान्छेहरूको अगाडि बनाउनलाई, एकदमै लाज